हेलो साथीहरू, आज हामी बनाउने गर्छौँ ढाबा स्टाइलको पनिर चिल्ली। यो चाहिँ फर्स्टमा तेलमा मजाले पनिर भुट्ने, त्यसपछि एकछिन पानीमा राख्ने। यहाँ चाहिँ मैले अनि अरू प्याज, अदुवा, लसुन, टमाटर, टिमुर, जिरा अनि यो डल्ले खुर्सानीहरू सबै काटेर ठिक्क पारेर राखेको छु है। यसको चाहिँ हामीले के गर्नुपर्छ भने यसो कराईमा हल्का तेल हाल्ने, अनि तेल हाल्छ तेल अलिक तातो भइसकेपछि फर्स्टमा यो जिरा र टिमुर हजुरको हामीले फुराउने। फुराइसकेपछि अनि एकैछिनमा त्यो अघि नै काटेको तरकारीहरू सबै यहाँ हाल्ने, मजाले एकछिन भुट्ने है। यसलाई अलिअलि पाक्नुपर्छ। त्यसपछि त्यसमा कता नुन हालिदिने, अनि अझै स्वादअनुसारले आफ्नो है नुन हाल्ने है। अनि त्यसपछि एकछिन चलाउने, बेसार पनि हाल्नुपर्छ। नुन, बेसार, मसलाहरू चाहिँ यहाँ हालिसकेर होइन एकछिन चलाउनुपर्छ। मसला हालेको चाहिँ आएन चाहिँ त्यसपछि यसलाई ब्लेन्ड गर्ने हामीले। यसरी मिक्सरमा ब्लेन्ड गरेर यसको थिक यसरी ग्रेभी जस्तो बन्छ। अनि यता चाहिँ मैले फेरि क्याप्सिकम अनि हजुरको लसुन अदुवाको पेस्ट अनि प्याज चाहिँ त्यो मसिनो टक लामो पारेर काट्ने, अनि त्यो तेलमा झ्वाइँ पार्ने सबै है। एकैछिन यसलाई भुट्ने, अनि अलिअलि त्यसको त्यो काँचोपन अलिअलि गइसकेपछि अनि यो सबै हामीले फेरि निकाल्नुपर्छ है। यसलाई निकालिसकेर हामीले कराईमा फेरि अलिकता जिरा र मेथी फुराइसकेपछि त्यो अनि त्यसपछि फेरि खुर्सानी, अब पिरो खाने हुनुहुन्न भने चाहिँ नहाल्ने, यदि पिरो खाने छन् भने चाहिँ अनि यसो खुर्सानी पनि हाल्ने। अनि अघि हामीले त्यो मिक्सरमा ब्लेन्ड गरेर राखेको यसरी मसला अनि यहाँ यसरी हाल्ने। हजुरको अब ग्रेभी कति चाहिएको छ हजुरलाई त्यो अनुसारले है, आफ्नो अब मान्छे अनुसारले कति चाहिन्छ होइन। अनि त्यसपछि यसरी मसला यसरी मजाले भुट्ने। अनि हजुरको फेरि यसमा हामीले अलिकता बेसार हाल्ने, मसला हाल्ने है, अनि नुन हाल्ने, अनि यसलाई फेरि एकचोटि चलाउनुपर्छ मजाले। सबै त्यो खालिसकेपछि अनि मजाले चलाउने यसलाई चाहिँ त्यो हजुरको मजाले त्यो तेल र मसला छुर्सी निस्किने गरेर हाल्नुपर्छ। अनि त्यहाँ मैले फेरि धुलो खुर्सानी पनि हालेँ है। यस्तो भयो, अलिअलि मजाले त्यो लाग्ने दिनु भएन। त्यो लसुन अदुवाको पेस्ट पनि अलिकता हाल्ने, अनि अघि भुटेर राखेको हामीले क्याप्सिकम र प्याज पनि हजुरको यसमै हामीले मिसाउने। सबै मजाले मिसाएर मजाले सबै अनि युनिफर्मली सबै त्यो मसलाहरू त्यो क्याप्सिकम प्याज मतलब पक्का हुने गरेर हजुरको मजाले चलाउने। अनि चलाइसकेपछि हामीले एकछिन छोडिदिने यसलाई रेस्टमा है। अनि त्यसपछि अनि पनिर हालिदिने, अघि जुन हामीले पानीमा डुबाएर राखेको चाहिँ यसमा हाल्ने। अनि त्यसपछि हजुरको अलिकति थोरै सोया सस पनि हाल्नु पऱ्यो, अनि त्यसपछि अलिकति केचप पनि हाल्ने। अनि एकछिन चलाउने मजाले, सबै त्यो अब सोया सस केचपहरू सबैतिर मिसिनु पऱ्यो नि त होइन। सबै मजाले त्यो चलाउने अझै एकैछिन। अनि ल अब चाहिँ अब हामीले लास्टमा चाहिँ अनि अलिकता हजुरको यो हरियो लसुन चाहिँ यसो माथिबाट ड्रेसिङको टाइपको लागि यसरी माथि हालेर, अनि यो चाहिँ अलिअलि काँचै टाइपको हुन्छ कि धेरै पकाउनु पर्दैन। ल हाम्रो ढाबा स्टाइलको पनिर चिल्ली रेडी। यम्मी। लाइक, सेयर एन्ड सब्सक्राइब।